हेलो गाइस, के छ गाइस? नमस्कार है, नमस्कार सेवारो के छ गाइस? कनिचिवा सबैलाई। मेरो जापानमा आएको फर्स्ट भ्लग चाहिँ मैले बनाउन सफल भएको छु गाइस हैन। आज चाहिँ हामी यसो यसो घुम्न गइदिउँ भनेर हैन, यसो पार्कतिर गइदिउँ भनेको। आज चाहिँ म कोसँग भेट भएको छु भन्दाखेरि हामी सँगै पढेको आइएनएसमा पढेको दाइसँग चाहिँ म भेट भएको छु, केटाहरुसँग। ओ या यति खुसी लागिरहेको कि त्यही हो, कहिले घर नछोडेको मान्छेले घर छोड्दाखेरि अब दुःख पनि लाग्छ, खुसी पनि लाग्छ, त्यही भन्नुपर्छ गाइस। यही हो, चिल्लो बाटो पुरा खतरा छ के, बाटोहरू पुरा आनन्दले सुती पनि केही हुनेवाला छैन। यस्तो हुनुपर्छ के, सफा सक्का। नेपाल भनेको जराकटै हिलो, चदा पनि हिलो। सुन्तला सुन्तला हेर्नु, चोर्न केही दिन्न यी। ल हेर्नु गाइस, आज हामी कोसँग भेट भएको छु ल गाइस, म यी त हेर्नु ल। हेलो गाइस, देख्नु है, हाम्रो एन्सम दाइ एक नम्बर, हाम्रो क्लासमा सँगै पढेको दाइ हो हैन। तर लजाउनु हुन्छ कि दाइ फेरि उहाँ। अनि दाइ जापानको अनि हालचाल कस्तो छ त? अनि जापानको हालचाल सब ठिक छ, सबै ठिक छ। आज भाइसँग भेट्दा मलाई एकदमै खुसी लाग्यो, एकदमै खुसी लाग्यो एकदमै। त्यो दाइ म त दाइ म भन्दा कति महिना भयो दाइ आएको? 2-3 महिना, 6 महिना भयो। 6 महिना अगाडि आउनुभयो दाइ। म चाहिँ बल्ल अस्ति भर्खर आएको हुँ। त्यही भएर केही थाहा छैन, बाटो भुलिन्छ है। जता पुग्यो त्यही गल्ली छ, बानी पर्दै जान्छ नि त, बिस्तारै बानी पर्दै जान्छ नि त। किन डराउने हो र? आज चाहिँ हामी भाइसँग भेटेर टक्क पार्क छ घुमिन्छ। पार्कहरू हेर्नु है, पार्कहरूमा तपाईँलाई सबै पार्कहरू चाहिँ देखाइदिन्छु। केटाहरू चाहिँ उता अगाडि छन्। ल हेर्नु हाम्रो साथी, ल हामीसँगै पढेको साथीहरूसँग यी भेट भइएछ। के छ साथी, सन्चै आरामै छ? एकदम 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 एकदम। यो मौसम रात गाइस हेर्नु, यो के हो यस्तो थाहा छैन मलाई हैन। कोसेली बोकेर आएको छन्, मैले त केही कोसेली बोकेको छैन गाइस। यी के लेखेको छ यहाँ? जिउइची गाछु हाचुखा 9 बजे तिर यो चाहिँ त्यो हुनुपर्ने रहेछ। के हो अब यस्तो खराब खान्जिम लेखेछ। के हो सानामा हामीले त कोर्थ्यौँ त, त्यस्तै कोरे जस्तै छ। यी पुरा यो पार्क, यो ओकायामाको पार्क है गाइज। ओकायामाको यो ओकायामा केनको पार्क हो भन्नुपर्छ। यस रमाइलो छ जापानको। अरे मणिकलाल सर, है हाम्रो साथी एक नम्बरको, हाम्रो अर्को मणिकलाल हुनुहुन्छ, उहाँ हामी पनि सँगै पढेको। अनि मणिकलाल सर के छ त हल्लिचल तपाईँको? ठिकै छ, ठिक छ। अनि जापानको बसाइ कस्तो भइरहेको तपाईँलाई? लास्टै रमाइलो छ, लास्टै रमाइलो छ। दियोस् रमाइलो छ भन्नुपर्छ। जिन्दगी नरमाइलो भए तापनि रमाइलो छ चाहिँ भन्नुपर्छ। मान्छेहरू खासै देखिन्न यो ठाउँमा, हल्का फुल्का एउटा दुईटा त्यो किम्लाहरू भन्दा पनि छैनन् मान्छेहरू त बेलुकामा। अनि आज चाहिँ हल्का फुल्का यो के भन्छन् रे, छुट्टी भएर आज मान्छेहरू घुम्न आइरहेको छन्।